हैन यो ठाउँमा यति धेरै गर्मी किन छ हो साथीहरू। हेलो साथीहरू, वेलकम टु माई मिनी भ्लग। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। अनि सन्चै आरामै छु। आजभोलि तराईको भूभागमा बाहिरतिर हिँड्न लास्टै गाह्रो भइरहेको छ साथीहरू। तराईतिर बाहिरतिर मान्छे दिउँसोतिर हिँड्न नसक्ने अनि काम गरि नसक्ने जस्तै अवस्था भइरहेको छ धेरै गर्मीले। धेरै टाढासम्म पुग्नु मान्छेलाई त केही भएन, तिनीहरूलाई गर्मी हुन्छ भनौँ। हामीले 5 मिनट 10 मिनट हिँड्ने ठाउँमा पनि यति धेरै गर्मी भइरहेको छ। मान्छेहरूले शरीरभरि पसिना भएर खलखली नुहाए जस्तै अनुभव भइरहेछ साथीहरू। यस्तो अवस्थामा मान्छेहरू सास फेर्न गाह्रो भएर मान्छेहरू बितेको पनि मैले धेरैचोटि सुनिसकेँ। यही तराईमा मैले बस्ने ठाउँ वरपर। तर यतातिर लास्टै गर्मी छ के कुरै नगरौँ साथीहरू। तराईतिर बस्ने मान्छेलाई थाहा नै होला कतिसम्म गर्मी छ भन्ने है। म चाहिँ रुमदेखि 12 बजे निस्केको क्याफेतिर। म चाहिँ क्याफेमा काम गर्थेँ अनि त्यता जाँदाखेरि यति धेरै गर्मी भयो कि मलाई 5 मिनट मात्रै लाग्छ म जाँदा ठाउँ। अनि चाहिँ मलाई गर्मी यति धेरै लागिरहेको थियो। यो गर्मीले मेकअपको सामान चाहिँ एउटा कालो टिकी लगाएको थियो, त्यो पनि पगालिदियो। अब पङ्खा चलिरहेछ माथि, त्यही पनि मलाई गर्मी। त्यही पसलको एउटा भाइले चाहिँ मेवा र आँप ल्याएको थियो। जुस बनाउनु त दिदी यति धेरै गर्मी छ भन्नला थियो। अनि हामी बनाउनु त यति धेरै गर्मी छ भनेर जुस बनाउन लाग्यौँ। यस्तो गर्मीमा जुस खानुको मजा त फेरि बेग्लै छ। चिसो चिसो हुन साथीहरू। कोलाई थाहा छ, कहाँदेखि हेर्नुहुन्छ हजुरतिरको गर्मी कतिको चलिरहेछ आजभोलि। सबैले कमेन्ट गरिदिनु होला साथीहरू। साथ सपोर्ट सबैले दिइदिनु होला। यता हेर न, यता जुस खान पाउँछु भने डान्स गरेका फेरि। यस्तो गर्मीमा सबले मिलेर चाहिँ हामीले जुस बनाएर खायौँ साथीहरू। आजको दिन चाहिँ हाम्रो जुस, पहिलो काम गर्नुभन्दा अगाडि जुस बनाएर खायौँ। मैले चाहिँ के काम गर्छु भन्नुहुन्छ होला हजुरहरूले। मैले चाहिँ यस्तै अर्डर ल्याउने, अर्डर दिने काम गर्छु साथीहरू। अब रुममा बस्नु त त्यत्तिकै बेफाल्टु बस्नुभन्दा त हल्का आफूलाई खर्च पानी आउला भनेर म चाहिँ क्याफेतिर काम गर्छु। अनि हामीले चाहिँ आइस पनि जम्मा गरेको थियो हिजो रातिको। आइस हालेर चिसो बनाएर चाहिँ हामीले जुस खायौँ सबैजना मिलेर। हामीले मात्रै होइन, फेरि उतातिर बस्नुभएको दाइहरूलाई अनि चाउमिन ल्याउने अङ्कललाई पनि दिएका थियौँ लगेर। समाउनु न एउटा कस्तो गर्मी छ। धन्यवाद। मेवा तर खै कस्तो बास्ना आयो, टेस्ट पनि गरेको छैन नि। के लाग्ने हो र? अनि सबलाई दिइसकेपछि मैले पनि एउटा गिलास लगेँ। अनि चाहिँ त्यही पनि गर्मी भएको थियो। त्यति धेरै जुस बनाउँदाखेरि पनि यति धेरै गर्मी भएको थियो साथीहरू। अनि पङ्खामा बसेर मैले पनि एक गिलास चिसो जुस पिएँ वा खाएँ। अरू काम त त्यस्तो केही हुँदैन, त्यही पनि दिउँसोतिर काम गरेर म चाहिँ साँझतिर घर फर्किएँ। मैले चाहिँ दिउँसोतिर काम गरेको भिडियो बनाउन सकिनँ साथीहरू। मैले चाहिँ सिधा आएको भिडियो मात्र बनाएँ। यो चाहिँ हाम्रो चोक हो है। अनि म चाहिँ साँझतिर फर्केँ। म आउने भनेको साँझतिर यस्तै 7 या 8 बजेतिर हो। ढिला भयो भने 9 बजेसम्म बस्छु, नत्र आइहाल्छु। अनि आएर सिधा चाहिँ मैले चाहिँ रोटी थियो दिउँसोतिर मैले खाना नपकाएर रोटी हालेर गएको थिएँ कि। अनि त्यही बचेको थियो। अनि त्यसलाई सानो टुक्रा पारेर माडेर अनि तेलमा या घिउमा फ्राई गरेँ। तेल त होइन, घिउ मतलब पहाडतिर हामीहरू यस्तै गरेर खान्थ्यौँ कि मम्मी बुवाले बनाएर दिनुहुन्थ्यो। अनि मलाई नि त्यस्तै बनाएर खाउनु त जस्तै महसुस भयो। अनि मैले चाहिँ फ्राई गरेर ट्याक्क मिलाएर रातो पारेर घिउ हालेर फ्राई गरेँ। त्यसमा
रोटीलाई यस्तो गरेर कसले कसले खाएको छ साथीहरू सबले कमेन्ट गर ल। मैले चाहिँ सानैदेखि यसरी नै भुटेर खान्थेँ रोटीहरू। जो रोटी उब्रेको हुन्छ नि या बासी रोटी हुन्छ नि त्यसलाई चाहिँ मैले यसरी फ्राई गरेर घिउ नभए पनि तेलमा चाहिँ मैले यसरी भुटेर खान्थेँ। दही पनि ल्याएको थिएँ मैले आउँदाखेरि। यस्तो गर्मीमा चिसो दही अनि तातो रोटी मिक्स गरेर खानु फेरि कुरै गर्दैमा पनि मुखदेखि पानी आउँछ हौ साथीहरू। के भनौँ मैले कसले खान्छ यसरी। मलाई त यति धेरै मनपर्छ नि, दही पनि मनपर्छ। फेरि मैले खाने भनेको पहाडी खाना हो साथीहरू। कसरी खान्छ के गरेर खान्छ भन्दाखेरि मेरो छोरी र म मात्र थियौँ। उसलाई चाहिँ दही रोटीसँग मिक्स गरेर खायौँ। मुखदेखि नै पानी आउँछ हौ सम्झेपछि। मेरो भिडियोहरू अन्तिमसम्म हेरिदिनु भएकोमा सबैजनालाई धन्यवाद भन्न चाहन्छु साथीहरू। फेरि पनि अर्को भिडियोमा भेटौँला। ओके बाई।